हेलो नमस्ते सेवार साथीहरू, वेलकम छ है मेरो पहिलो भिडियोमा। आज चाहिँ म एन्जेला मुभी यानि कि क्याप्टेन एन्जेला तुम्बाबु सुब्बाको मुभी चाहिँ आज कोरियाको सौल भन्ने ठाउँमा प्रदर्शन हुने कुरा छ। त्यहाँ चाहिँ म मुभी हेर्न जाँदैछु। मुभी चाहिँ के कस्तो बनिएको रहेछ लास्टसम्म हेरेर साथ दिनु होला त साथीहरू। फाइनली साथीहरू ट्रेन कुर्दै ट्रेन पनि आइपुग्यो। अब चाहिँ यहाँबाट ट्रेनबाट करिब 2 घन्टा जति लाग्छ होला। 2 घन्टा जति बसमा जानु अलिक टाढो पर्छ, समय लाग्छ। त्यसैले ट्रेनमै छिटो होला भनेर ट्रेनमा जानु आँटेको। करिब 2 घन्टा जति लाग्छ होला। म चाहिँ मुभी हेर्ने ठाउँमा आइपुगेँ साथीहरू। र सबै साथीहरू पनि आउँदै हुनुहुन्छ। केही साथीहरू चाहिँ आइसक्नु भएको रहेछ। को चाहिँ फोटो खिचाउने, को चाहिँ अब हेर्नुलाई एक्साइटेड भएर सबैजना जम्मा भइसक्नु भएको रहेछ। साथीहरू पनि सब भेला हुने आउने क्रम जायज नै रहेछ। चाहिँ छिटो पुगेर साथीहरूसँग यसो भिडियो बनाउँदै बस्दै फाइनली साथीहरू चाहिँ हलभित्र पसिसकेँ साथीहरू। हल चाहिँ सानो रहेछ, खासै ठुलो चाहिँ रहेछ। हल चाहिँ ठुलो पल्लोपट्टि कता छ भन्थ्यो। अब खासै मान्छे धेर नआउने भएर चाहिँ खासै ठुलो हलमा चाहिँ आज प्रदर्शन भएन। सानो हलमा सायद यति मान्छेहरू यहाँ अटिन्छ होला। कहिले नाता सम्बन्धले त कहिले समाजको सोचले बारम्बार तोडिँदै फेरि जोडिँदै आज त्यो एन्जेला बनिन् जो हामीले देखिरहेका छौँ। स्वाधीनता बचाउन अटल पहाड चाहिँ गोल पोस्टमा उभिएकी एन्जेला कहिले बिजुली जस्तो, कहिले तुफान जस्तो, त कहिले घाइते बाघ जस्तो। यो हो हामीले देखिरहेको एन्जेला। तर यो हामीले नदेखेको नहेरेको एउटा फुटबलरको कथा हो। एउटा अबोध केटीको एन्जेला बन्ने सपनाको कथा। कस्तो थियो त उनी हिँडेको बाटो, कस्तो थियो उनको सङ्घर्षको बाटो। आउनुहोस् एउटा प्रेरणादायी जीवनको साक्षी बनाऊ। फाइनली साथीहरू मुभी चाहिँ सिद्धियो है। सिद्धियो के कस्तो धेरै रुवायो। एकदम जाउमा राम्रो छ, धेरै मन छोयो। रमाइलो भयो, राम्रो रहेछ। धेरै राम्रो इमोसनल एकदम राम्रो छ।